हाम्रो 16 नम्बर वडामा चाहिँ काठमाडौँ महानगरपालिकाबाट फोहोरको लागि कन्टेनरहरू वितरण गरिरहेको छ भनेर चाहिँ प्रत्येक घरमा 9500 का दरले पैसा उठाउन आइराख्नु भएको छ। त्यो चाहिँ हाम्रो महानगरपालिकाबाट साँच्चीकै उठाउनु पठाउनु भएको हो या उहाँहरू आफै आएर उठाउनु भएको हो, यो चाहिँ मलाई जानकारी पत्र नपाएको भएर त्यहाँ चाहिँ धेरै मान्छेहरूले हरेक टोलमा गएर चाहिँ महानगरपालिकाबाट आएको फोहोरको कन्टेनर उहाँबाटै पठाएको भएर 9500 को दरले पैसा उठाइराख्नु भएको छ घर घरमा। यो चाहिँ साँचो हो कि होइन, यसको एउटा मलाई जवाफ चाहियो। अनि अर्को चाहिँ हाम्रो बालाजु बाइपासमा चाहिँ जुन सडक चाहिँ धेरै पहिलादेखि विवादमा थियो, पिच गर्न सकेको थिएन। अहिले महानगरपालिकाबाट पिच हुन लागेको अवस्थामा अहिले तपाईँको 1 महिना जति भयो त्यो ग्राभेल ओछ्याएर चाहिँ तपाईँको त्यतिकै छोडेको अवस्था र त्यहाँ एकदम धुलो उडेको भएर स्थानीयहरूले 15 दिन जति भयो बाटो अवरुद्ध गरेको छ। मैले हिजो पनि यहाँ हाम्रो सार्वजनिक निर्माण विभागमा फोन गर्दाखेरि हिजो रातिबाट काम सुरु हुन्छ भन्नुभएको थियो, भएको छैन र अघि बिहान 9 बजीसम्म पनि काम भएको छैन म आउँदासम्म। त्यही भएर त्यहाँ धेरैले दुःख पाएको भएर चाहिँ धुलो र धुवाँले गर्दाखेरि गाडी नै रोकेको भएको भएर माथि बाइपासबाट माछापोखरीबाट घुमेर आउँदाखेरि त्यहाँ धेरै जाम भएको भएर मलाई आज पनि बालाजुको इन्सपेक्टर साहबले यति फोन गर्नुभएको छ, बाटो जाम भयो तपाईँको कहिले पिच हुन्छ भनेर भनिराखेको र स्थानीयहरू पनि धेरै वडामा आएर चाहिँ डेलिगेसनै दिइराख्नु भएको भएर त्यो बाटो चाहिँ चाँडै पिच गरिदिनुहोस् भन्ने म अनुरोध गर्दछु हाम्रो सार्वजनिक निर्माण विभागको सरहरूलाई पनि। र अर्को चाहिँ एउटा हाम्रो मैपीमा पनि बाटो खनेको 1-1.5 वर्ष भइसक्यो र त्यहाँ पिचको लागि भनेर ग्राभेल ओछ्याएको छ र अहिले पिच गर्ने भनेर भन्दा पनि उहाँहरूले अहिले मेटेरियल छैन भनेर उहाँहरूले गइराख्नु भएको छैन र त्यहाँको अहिले स्थानीयहरूले चाहिँ एउटा के ल्याइराख्नु भएको छ भने समस्या, त्यहाँ अन्डरग्राउन्ड पार्किङ के पाइपहरू सबै बिछाइसकेको रहेछ र खानेपानीको नि पाइपहरू फुटेको भएर पहिला त्यो सबै बनाइसकेपछि मात्र बाटो पिच गरिदिनु भन्ने उहाँहरूको अनुरोध छ। त्यही भएर त्यसलाई पनि विचार गरेर मात्र चाँडैभन्दा चाँडै पिच गरिदिनु हुन म अनुरोध गर्दछु। र अर्को चाहिँ एउटा चाहिँ अब यो जुन फोहोरको लागि मान्छेहरूले यसरी पैसा उठाइरहेको छ त्यो चाहिँ हो कि होइन, महानगरपालिकाबाटै पठाएको हो कि या उहाँहरू आफै आएर उठाउन आएको हो, त्यसको बारे पनि मलाई जानकारी पाएको भए हुन्थ्यो। र एउटा चाहिँ अर्को फेरि हाम्रो धुलो रहित भनेर काठमाडौँ महानगरपालिकाबाट साइट चाहिँ हेर्न आउनुहुन्छ, मैले 7-8 चोटि देखाएर पठाइसकेँ तर काम भइरहेको छैन। अस्ति उहाँहरू दसैँभन्दा अगाडि आउनु भएको थियो, दसैँ अगाडि काम हुन्छ भन्नुभयो, अहिले फेरि दसैँ पछि भन्नुभयो, अब फेरि अहिले आएर तिहार पछि भन्नुभएको छ। अब फेरि उहाँहरूले अहिले बालाजु बाइपासमै तपाईँको पिच गर्नलाई सामान छैन भनिराख्नु भएको छ भने उहाँ धुलो रहितले फेरि कहिले तिहार पछि पनि पिच होला जस्तो त्यहाँ काम होला जस्तो लागेन। त्यही भएर झुटो आश्वासन नदिकन चाहिँ यति हुने रहेछ भने हुने भन्नु पर्यो, नहुने रहेछ भने चाहिँ यति समयसम्म हुँदैन भन्नु पर्यो। किनभने उहाँहरू वडामा आएर हामीलाई यति गर्नुहुन्छ, यति गाली गर्नुहुन्छ, त्यो कुरै नभनौँ। हजुरहरूको ठाउँमा पनि त्यस्तै समस्या छ होला। त्यही भएर काम हुने रहेछ भने चाहिँ तिहारबाट नै तिहार पछि लगतै सुरु गरिदिनु भयो भने हुन्छ। त्यही हस्, धन्यवाद।